कन्या राशि व्यावसायिक क्षेत्रमा लाभदायक अवसर मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। यद्यपि मानसिक चञ्चलता बढ्नाले पूर्ण सन्तुष्टि महसुस नहुन सक्छ। पारिवारिक भेटघाट सुखद र सौहार्दपूर्ण रहनेछ। तपाईको लागि आजको शुभ रङ सुन्तला कलरको रहेको छ भने तपाईको लागि आजको शुभ अङ्क 5 रहेको छ। तुला राशि वाक शक्तिको प्रभावले सकारात्मक परिणामहरू प्राप्त गर्न सकिनेछ। समाजसेवा तथा परोपकारी कार्यमा सक्रियता देखिन सक्छ। वैदेशिक लगानीबाट लाभ हुने सङ्केत छन्। स्वास्थ्यमा गरिएका ध्यानले प्रतिफल दिन सक्छ। परिवारको सल्लाह अनुसार अघि बढ्दा सफलता प्राप्त हुने खालको योग बनेको छ। तपाईको लागि आजको शुभ अङ्क 6 रहेको छ भने शुभ रङ तपाईको लागि हरियो रहनेछ। वृश्चिक राशि मनस्थितिमा अस्थिरता तथा कार्यमा बाधा उत्पन्न हुने देखिन्छ। मानसिक अशान्तिले प्रभाव पार्न सक्ने भएकाले धार्मिक कार्यमा संलग्न हुँदा लाभ हुनेछ। कठिन समयमा परिवारको साथ उपयोगी रहनेछ। तपाईको लागि आजको शुभ अङ्क 2 रहेको छ भने तपाईको लागि शुभ रङ नीलो रहेको छ। धनु राशि दिन रमाइलो र उपलब्धिपूर्ण रहनेछ। साथीभाइको साथ सहयोग प्राप्त हुनेछ। रोकिएका कामहरू सम्पन्न हुनेछन्। शैक्षिक क्षेत्र र स्वास्थ्यमा सुधार देखिनेछ। यद्यपि पारिवारिक संवेदनशील विषयमा सजगता आवश्यक छ। सामाजिक कार्यमा सहभागिताले मनोबल बढाउने खालको अवस्था रहेको छ। तपाईको लागि आजको शुभ अङ्क 5 रहेको छ भने तपाईको लागि शुभ रङ कलेजी रङको रहेको छ। मकर राशि उठ्नुपर्ने रकम प्राप्त हुने समय हो। पूर्वमा गरिएको परिश्रमबाट उल्लेखनीय प्रतिफल मिल्नेछ। मानसिक शान्ति कायम रहनेछ। अप्रत्याशित रूपमा पुराना साथीहरूसँग पुनर्मिलनको सम्भावना रहन्छ। तपाईको लागि आजको शुभ अङ्क 3 रहेको छ भने तपाईको लागि शुभ रङ पहेँलो रहेको छ। कुम्भ राशि संयमित बाणी प्रयोग गर्नु उपयुक्त हुनेछ। अन्यथा झुटा आरोप लाग्न सक्छ। मानसिक अशान्तिले प्रभाव पार्न सक्ने भएकाले ध्यान तथा धार्मिक कार्यमा संलग्नता लाभदायक हुनेछ। तपाईको लागि आजको शुभ अङ्क 2 रहेको छ भने तपाईको लागि शुभ रङ हरियो रहनेछ। मीन राशि खर्चमा नियन्त्रण रहनेछ। यसले लगानीयोग्य क्षेत्र पहिचान गर्न सजिलो बनाउनेछ। राजनीतिमा संलग्न व्यक्तिहरूले राज्यको विशेष सुविधा प्राप्त गर्ने सम्भावना छ। शिक्षा सम्बन्धी पेशा वा व्यवसायमा उल्लेखनीय आम्दानीको सङ्केत देखिन्छ। तपाईको लागि आजको शुभ अङ्क 4 रहेको छ भने तपाईको लागि शुभ रङ हरियो रहेको छ।